डियर सबैलाई हैन हामी चाहिँ टक्क टिका लाउन लागेको है। जस्तो आयो त्यस्तै देखाएँ है। यहाँ टिका लाउने त्यहाँ चाहिँ अझै पर्दा हाल्न बाँकी छ। त्यही यता ढोकामा ठ्याक्क यिनीहरू लगाएर चाहिँ सकिसक्यो यो के भन्छ अरे के बिर्सी ल त्यही हो। यता खतम भरिसक्यो उता लगाइदिनु सुरु। ल ल आउने यहाँ दुईजना भान्जीहरू। हेलो हेलो जुनकिरे ल त्यही हो। ल हाम्रा जुनकिरी भान्जीहरू बहिनीले टिका लगाइदिने हौ रिसार। अनि छन् भान्जी यता हेरिदेऊ न नामी भइछ्यौ है के रिस उठ्यो दुइटै ल। यता धुम्म उता धुम्म यताले उता हेलो साइला हेलो भनिदेऊ न। छाना छाना हेलो भनिदिनु। ए चस्मा लाग्यो यो वहाँ भियतनामबाट ल्याएको चस्मा हो। लगभग एउटा नेपालीमा कन्भर्ट गर्दाखेरि चाहिँ 23 लाख जति पर्छ यो। भियतनामबाट इम्पोर्ट भएको चस्मा है। दिस इज इम्पोर्टेड फ्रम भियतनाम। त्यही हो। ल अब सुरु गर्छ। लगभग सबैले टिका लाएर सकेर होइन चाहिँ 3 हानेको। 3 हान्दा चाहिँ अर्कै भयो क्या मलाई 3 हानेको। हजुर नकल्छ यति त बुङ्गुर्सको पनि ल ल फोटो खिचेर सकेछौँ। चट्ट खानपिन चल्दैछ यहाँ सातटा यस्तो छ। ल अब हामी चाहिँ
सामुना गर ल सबैले झुकाएर ल हामीहरू सब सिन्जाली स्याउने मात्रै ल भैलो टक्क लगाएर आज यहाँ भोलि पारी ल अहिले ल त्यही हो ल अझ सुरु गर्छु मैले
यो चौरामा त साह्रै राम्रो रहेछ हौ साइला हो त नि है यति राम्रो गाउँको सोचिनीहरू बाँकी रहेछ बसी बिहान मनको धोको पनि पुरा भएन कति राम्रो गानामा नाचे जस्तै झ्याउले नाचेर जान त है पनि सम्झना
चटनी माछी मरन हो दाइ हो साँझलाई चटनी माछी मरन हो दाइ हो साँझलाई चटनी माछी मरन माछी माया छोडेर काँदा मेरो बाटोको दामला मेरो माया छोडेर काँदा एन्डिङ है भोलि एन्डिङ